नमस्कार, आँखी झ्यालमा तपाईँलाई स्वागत छ। नेपाल जलवायु परिवर्तनका असरहरूसँग जुधिरहेको छ। बाटोहरू आएर तलका बस्तीहरू पुरेको चाहिँ अधिकांश देश चाहिँ यो अव्यवस्थित तपाईँको विकासे कार्यक्रमले असर गरेको देखिन्छ। राम्रो ठाउँ चाहिँदैन, हाम्रो ठाउँ चाहिन्छ। जनप्रतिनिधि हैसियतले चाहिँ सकिन्छ भन्नु पर्यो साथीहरूलाई चित्त बुझाउन चाहिँ, तर यो सम्भावना चाहिँ अलिक कम देख्छु म चाहिँ। 7 वर्षको प्रोजेक्ट 4 वर्ष सिद्धा पनि 15% भन्दा कम खर्च भइरहेछ भने कहाँनिर हाम्रो कमजोरी छ भन्ने कुराहरू एकदम इम्पोर्टेन्ट छ। ट्रान्सपरेन्सी नेपालले अन्तर्क्रिया कार्यक्रम गरे, स्थानीयहरूबाट धेरै कुराहरू आउँदो रहेछ। हाम्रो पोलिसी मिटिङ लेभलमा हुनुभएको व्यक्तिहरूलाई राखेर चाहिँ बृहत छलफल गर्नुपर्ने देखिएको छ। नेपालमा परेको जलवायु परिवर्तनका असरहरू सामना गर्न पैसा र प्रविधि मात्रले पुग्दैन, सुशासन अपरिहार्य छ। हरेक रुपैयाँको मूल्य छ, हरेक आवाजको महत्त्व छ। आउनुहोस् जलवायु कार्यलाई जवाफदेहीपूर्ण बनाऊ। यति बेला पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिका कारण नेपालको यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ। तर यसको असर विद्युतीय सवारीमा भने परेको छैन। यो सङ्कट नेपाल जस्तो मुलुकका लागि विद्युतीय सवारी साधन प्रवर्धन गर्ने अवसर पनि हो। एक रिपोर्ट। बिजुलीबाट चार्ज हुने बस आउला, बिजुलीबाट चार्ज हुने कार आउला भन्ने त सोचेकै थिएन नि। साझा यातायातबाट सञ्चालित विद्युतीय बस चालक हर्मिता श्रेष्ठले बिजुलीबाट बस चल्छ होला भनेर कल्पना समेत गरेकी थिइनन्। तर अचेल उनै हर्मिताले विद्युतीय बस हाकेर काठमाडौँ उपत्यकामा सर्वसाधारणलाई सेवा दिइरहेकी छिन्। न त ध्वनि प्रदूषण गर्ने न कुनै धुवाँ फाल्ने स्वच्छ ऊर्जाबाट चल्ने विद्युतीय बसमा सवार गर्न यात्रुहरू नै पर्खिने गरेका छन्। यात्रुहरू पनि धेरै सन्तुष्टि हुनुहुन्छ, धेरैजनाले धन्यवाद दिएर जानुहुन्छ। अनि उता बिजुली बस गएको देखेर चाहिँ हामी यही बिजुली बस पर्खिरहेको पनि भन्नुहुन्छ कि पेसेन्जरहरूले। अनि अर्को चाहिँ अब भाइब्रेसन हुन्छ, अलिक धुवाँ धुलो फ्याँक्ने त्यो किसिमको भएको हुनाले चाहिँ बिजुली बस चढ्न नै रुचाउनुहुन्छ। कोहीले निकै बेर पर्ख्यौँ यही बस, अर्को बस त गयो तर हामीले बिजुली बसै पर्खेको भन्नुहुन्छ कि। पछिल्लो समय विद्युतीय गाडीप्रति सर्वसाधारणको आकर्षण पनि बढिरहेको छ। पेट्रोलियम पदार्थको मूल्यमा उतार चढाव हुँदा विद्युतीय गाडी सस्तोमा चलाउन सकिन्छ। खनिज इन्धनबाट भन्दा बिजुलीबाट चल्ने गाडी चलाउँदा आर्थिक रूपमा धेरै फाइदा हुने उपभोक्ताहरूको अनुभव छ। स्वदेशमै उत्पादित विद्युतको खपतबाट खनिज इन्धन आयातमा बाहिरिने रकम समेत जोगिन्छ। विद्युतीय गाडीको मर्मत सम्भार खर्च कम हुने र वातावरण मैत्री हुने भएकाले विद्युतीय गाडी धेरैको रोजाइमा पर्न थालेको छ। खर्चको कुरामा अब बर्दिवासबाट जस्तै अब डिजेल गाडी काठमाडौँ आएर फर्किँदा डिजेल गाडीले 6000 को तेल खान्छ लगभग भने हाम्रो 11-1200 को चार्जले हामीलाई पुग्छ। अब यति खर्च जोगिनु भनेको त हाम्रो राज्यको पैसा जोगिनु हो तेलमा। त्यही कारणले इलेक्ट्रिक गाडीलाई हामीलाई विद्युतको लागि चाहिँ अलि प्रोत्साहन हुनु पर्यो। पेट्रोल ट्याक्सी चलाउँदाखेरि तपाईँको अलि असुविधाजनक किसिमको ड्राइभिङ गर्नलाई त्यस्तो अनुभव हुन्थ्यो। यसमा अब अलि लग्जरियस छ हैन। अब तपाईँको प्यासेन्जरहरूसँगबाट पनि एकदम राम्रो फिडब्याक पाइरहेछ। त्यो भएर अब त्योभन्दा यही राम्रो हो। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 मा नेपालमा 26 वटा मात्रै सार्वजनिक विद्युतीय सवारी भित्रिएका थिए। 2078-79 मा यो सङ्ख्या बढेर 84 पुग्यो। 2079-80 मा सार्वजनिक विद्युतीय सवारीको सङ्ख्या 281 पुगेको छ।
निजी कारको प्रयोग पनि तीव्र रूपमा बढिरहेको छ। आर्थिक वर्ष 2077-78मा विद्युतीय कार 249वटा थिए भने 2078-79मा 1807 पुग्यो। 2079-80मा 4050वटा निजी कारको आयात भएको छ। वर्षेनी विद्युतीय सवारी साधनको सङ्ख्या बढ्नु सुखद कुरा हो। कतिपय सरकारी कार्यालयले गाडी खरिद गर्दा विद्युतीयलाई नै प्रोत्साहन गरिरहेका छन्। कर्मचारीलाई पनि अब आफैबाट सुरुवात गरौँ इलेक्ट्रिक भेहिकल प्रमोसनको लागि भनेर कर्मचारीहरूलाई केही सहयोग स्वरूप अब लोनमा भए पनि सब्सिडाइज लोनमा सायद 2-3% वार्षिक उसमा चाहिँ हामीले 3 लाख अनुदान दिन्थ्यो। अनुदान भन्नाले सापट्टि दिन्थ्यो। अहिले चाहिँ यही आर्थिक वर्षबाट बढाएर 5 लाख सापट्टिको रूपमा दिन्छ। त्यसले चाहिँ इलेक्ट्रिक गाडी पनि किन्न सक्नुहुन्छ हजुरहरूले। अनि इलेक्ट्रिक स्कुटर बाइक यसको लागि पनि त्यसले गर्दा अब प्राधिकरणले आफैले पनि गाडी उपलब्ध गराउनु पर्ने कर्मचारीलाई दिने दायित्वबाट पनि अलिकति सहयोग भयो अफिसलाई पनि अनि कर्मचारीलाई पनि सहयोग भयो। हाम्रो नेपालमा पेट्रोल र डिजलको दाम चाहिँ घटबढ भइरहन्छ भन्नुभयो। त्यही भएर अलिकता यही सोचौँ के गरौँ त्यही भएर विद्युतीय रोजेको। अनि विद्युतीय रोज्दाखेरि यसमा मलाई चाहिँ राम्रो के लाग्यो यो गाडी चलाउनमा अलि त्यो गियरभन्दा राम्रो छ। अब पछि त टाटाको छ, अब पछि चाहिँ कम्पनीले के गर्ला, तर अहिले राम्रै छ, गियरको झन्झट छैन। ओकालो ओह्रालोमा अब तपाईँको जुन छ नि अब यहाँ काठमाडौँमा गियर लगाउन क्लच र यो त्यो छैन यसमा। उसो त नेपाल दक्षिण एसियाको सबैभन्दा तीव्र सहरीकरण र मोटरीकरण भइरहेको देशमा पर्छ। तीव्र मोटरीकरणसँगै पेट्रोलियम पदार्थको उपभोग पनि उच्च दरमा बढिरहेको छ। इन्धनको बढ्दो माग पूरा गर्न नेपालले खनिज इन्धन आयातमा ठूलो रकम खर्च गर्दै आएको छ। कुल आयातित पेट्रोलियम तेलको 63% यातायात क्षेत्रले खपत गर्छ। विश्वमै सबैभन्दा प्रदूषित सहरमध्येको एक मानिने काठमाडौँ उपत्यकामा दैनिक फाइन पार्टिकुलेट म्याटर PM2.5 नेपालको मापदण्डभन्दा 3 देखि 5 गुणा बढी छ, जसको अर्थ विश्व स्वास्थ्य सङ्गठनले तोकेको निर्देशिका भन्दा 8 गुणा धेरै हो। डिजेल प्रयोग हुने साधनहरू PM2.5 र ब्ल्याक कार्बनका मुख्य स्रोतहरू हुन्। सहरी वायु प्रदूषणको मुख्य कारक मध्येको एउटा यातायात क्षेत्र हो। नेपालको जनस्वास्थ्यको सबैभन्दा ठूलो जोखिम मध्येको वायु प्रदूषण एक हो। समाजमा हेर्ने हो भने पब्लिक हेल्थ हैन, जनस्वास्थ्यको विषय हेर्ने हो भने अहिले पनि वायु प्रदूषणकै कारणले मात्रै पनि हामीले वर्षेनी 42,000 नेपालीहरूले ज्यान गुमाउनु परेको छ। वायु प्रदूषण कहाँबाट हुँदैछ त भन्दाखेरि कम्तीमा सहरी क्षेत्रमा हेर्ने हो भने गाडीबाट हुँदैछ। ग्रामीण क्षेत्रमा धेरै जसो चाहिँ भान्साभित्रको प्रदूषणबाट हुँदैछ। 1.5 डिग्री सेल्सियस विश्व तापक्रमबारे जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानल IPCC को विशेष प्रतिवेदन अनुकूल हुने गरी नेपालले कार्बन उत्सर्जनलाई न्यूनीकरण गरी सन् 2050 सम्ममा नेट जिरोमा पुग्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेट जिरो लक्ष्य हासिल गर्नका लागि नेपालले सन् 2021मा दीर्घकालीन न्यून हरित गृह ग्यास उत्सर्जन विकास रणनीति तर्जुमा गरेको छ। नेपाल सरकारले दोस्रो राष्ट्रिय निर्धारित योगदान 2020मा सन् 2030 सम्ममा सबै निजी सवारी साधन बिक्रीको 90% तथा सबै चारपाङ्ग्रे सार्वजनिक सवारी साधनको 60% समेट्ने गरी विद्युतीय सवारी साधनको बिक्रीमा वृद्धि गर्ने लक्ष्य राखेको छ। यसैगरी सङ्घीय सरकारले वार्षिक बजेट 2021-22ले खनिज इन्धनबाट चल्ने हल्का सवारी साधनलाई हटाएर सन् 2031 सम्ममा विद्युतीय सवारी साधन अपनाउने उल्लेख छ। यी लक्ष्य हासिल गर्दा सामान्य अवस्थामा सन् 2030मा उत्सर्जन हुने 3640 गिगाग्राम बराबर कार्बन डाइअक्साइड घटाएर 2619 गिगाग्राममा झार्न सकिने अनुमान गरिएको छ। यसो हुँदा उत्सर्जनमा 28%ले कमी आउँछ। एनडिसीमा सन् 2030 सम्ममा
200 किलोमिटर लामो विद्युतीय रेल नेटवर्क बनाउने र कम्तीमा 3वटा प्रदेशमा विद्युतीय सार्वजनिक यातायात सञ्चालन गर्ने योजना समेत समावेश गरिएको छ। यदि सरकारले जिम्मेवार भएर काम गरे यो लक्ष्य हासिल गर्न सकिने विज्ञ बताउँछन्। अहिलेको जुन नीतिहरू सरकारले अपनाएको छ त्यसले गर्दाखेरि पनि विद्युतीय यातायातको आयातमा बढी वृद्धि हुँदैछ हैन। अब कहाँनिर वृद्धि भएको छैन जति चाहेको छ भन्दाखेरि ठुला बसहरूमा भएको छैन, ठुला ट्रकहरूमा भएको छैन र साना मोटरसाइकलहरूमा त्यति भएको छैन। तर चारपाङ्ग्रे कारहरूमा चाहिँ अहिले आउन थालेको छ। अब यो भनेको हामी 2023 को कुरा गरिरहेछौँ र संसारको यो इकोनोमीमा पनि के भनिरहेछ भने विद्युतीय गाडी र पेट्रोलियम गाडीको जुन प्राइस डिफरेन्स छ त्यो चाहिँ आगामी 5 वर्ष जतिमा त्यो मोरलेस इक्वलमा हुन्छ भनेपछि आउँदो 5-6 वर्षमा त विद्युतीय यातायात एकदमै सुलभ हुन्छ भनेपछि 2030 सम्ममा त सरकारले जुन चाहिँ लक्ष्य राखेको छ 90% हुने 60% चाहिँ सार्वजनिक यातायातको हुने त्यो 90-60 मात्रै होइन त्यो 100 पुग्न सक्छ। राष्ट्रिय जलवायु परिवर्तन नीति 2019 ले न्यून कार्बन उत्सर्जनको अवधारणा अवलम्बन गरी हरित अर्थतन्त्रको प्रवर्धन गर्ने परिकल्पना गरेको छ। राष्ट्रिय यातायात नीतिले पनि विद्युतीय तथा दिगो यातायातको प्रवर्धनलाई समर्थन गरेको छ। सरकारले सन् 2021 मा ल्याएको शून्य उत्सर्जनको दीर्घकालीन रणनीतिमा सन् 2030 सम्ममा 30 मिलियन मेट्रिक टन र सन् 2050 मा 50 मिलियन मेट्रिक टन कार्बन उत्सर्जन घटाउन सकिने उल्लेख छ। सरकारी प्रक्षेपण अनुसार सन् 2019 मा नेपालको कुल कार्बन उत्सर्जन 23 मिलियन मेट्रिक टन थियो। सन् 2030 मा यो बढेर 34 र 2050 मा 70 मिलियन मेट्रिक टन उत्सर्जन हुने आकलन छ। यसको न्यूनीकरणका लागि वैकल्पिक र नवीकरणीय ऊर्जाको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख छ। सरकारले सार्वजनिक तथा निजी विद्युतीय सवारीको विकास र वृद्धिका लागि कर छुट सहित उपयुक्त नीति बनाउन सकेको छैन, जसका कारण विद्युतीय सवारी साधनको प्रवर्धन मार्फत शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न चुनौतीपूर्ण देखिन्छ। विद्युतीय सवारीमा भन्सार दर महँगो भएको व्यवसायीको भनाइ छ। विद्युतीय सवारीको हकमा सरकारले स्थिर नीति लागू गर्न नसक्दा समस्या भइरहेको छ। अब अहिलेको सरकारले पनि के गर्यो भने बजेटमा एउटै नीति छैन के। हाम्रो भनाइ चाहिँ सरकारलाई के हो भने विद्युतीय सवारी साधनमा 5 वर्ष योजनाको एउटा भनेको जस्तो 5 वर्षको एउटा नीति बनाइदेऊ न त तिमीहरूले। सार्वजनिक पब्लिक भेहिकलले के गर्ने, ठुलो सार्वजनिक पब्लिक मास भेहिकल इभीले के गर्ने, अनि कारहरूले के गर्ने, टु व्हिलरले के गर्ने भनेर एउटा अनि चार्जिङ स्टेसनको मापदण्ड के हो भनेर त्यसलाई कतिसम्म अगाडि बढाउन सकिन्छ भनेर 5 वर्ष नीति त ल्याइदिन सकिन्छ नि। प्रत्येक मन्त्री चेन भयो विद्युतीय सवारी साधनको नीति चेन हुन्छ, प्रत्येक भौतिक मन्त्री चेन भयो उहाँको सवारी रुट सम्बन्धी नीतिहरू चेन हुँदै जान्छ अनि व्यवसायिकले चाहिँ के को आधारमा लिएर आउने। विद्युतीय सवारी साधन सञ्चालन गर्न मुख्य चुनौती भनेको सबैतिर चार्जिङ स्टेसन नहुनु हो। हाल देशभर 126 वटा चार्जिङ स्टेसन रहेका छन्, जसमध्ये 51 वटा नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेको छ। यी बाहेक अन्य निजी कम्पनीले सञ्चालन गरेका हुन्। नेपालमा करिब 1 लाख किलोमिटर सडकको सञ्जाल रहेको छ। यो तथ्याङ्क हेर्दा हालको सङ्ख्यामा रहेका 126 वटा चार्जिङ स्टेसनको सङ्ख्या निकै कम हो। इलेक्ट्रिकल गाडी बढी आउनको लागि के हुनु पर्यो भन्दाखेरि ठाउँ ठाउँमा पेट्रोल पम्प जस्तै चार्जिङ स्टेसनमा ढुक्क साथ म चाहिँ विराटनगर जाँदाखेरि ठाउँ ठाउँमा चार्ज हुन्छ भन्ने ढुक्क हुनु पर्यो। त्यो भएको हुनाले ठाउँ ठाउँमा चार्जिङ स्टेसनको एक्सपान्सन हामी गरिरहेछौँ। प्राइभेट सेक्टरले पनि गरिरहेछ। विद्युत प्राधिकरणले 51 वटा ठाउँमा राखेको छ। थप पनि हामी गर्दैछौँ। प्राइभेट सेक्टरले धेरै ठाउँमा गरेका छन्। नेपालमा हाल निजी क्षेत्रका विद्युतीय सवारी धेरै आयात भएका छन्। अबको गन्तव्य भनेको सार्वजनिक यातायातलाई बढावा दिनुपर्नेछ। विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि सार्वजनिक सहित निजी सवारीमा पनि सहुलियत दिन आवश्यक छ। पूर्वाधार निर्माणका लागि स्थानीय तहमा कायम रहेका विविध नियम आवश्यक विद्युत आपूर्ति भरपर्दो बनाउनु पर्ने देखिन्छ।
यातायातलाई प्रति कार्बनीकरण र जलवायु प्रति सबल बनाउने दुवै प्रक्रिया सँगसँगै अघि बढ्नुपर्छ। एकातर्फ यातायातले कार्बन उत्सर्जन गरिरहेको छ भने अर्कोतर्फ जलवायु परिवर्तनका कारण यातायातका पूर्वाधारहरू थप जोखिममा परिरहेका छन्। नेपालको यातायात प्रणाली बाढी, पहिरो, हिमताल फुटेर आउने बाढी लगायतका प्रकोपबाट प्रभावित हुने गरेको छ। त्यसैले न्यून कार्बन विकासको मार्गले यातायात पूर्वाधार र सेवालाई जलवायुजन्य प्रकोपको जोखिमलाई थेग्न सक्ने गरी बनाउनेतर्फ ध्यान दिनुपर्छ। यसका साथै विद्युतीय यातायातको प्रवर्धन मार्फत दिगो आवागमनको अवधारणालाई अवलम्बन गरी अगाडि बढ्न आवश्यक छ। पेट्रोलियम पदार्थमा परनिर्भर नेपाल जस्ता मुलुकका लागि विद्युतीय सवारी नै यातायातको राम्रो विकल्प हो। आँखीझ्याल नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित न्युज पोर्टल हाकाहाकी.org, फेसबुक र युट्युबमा पनि हेर्न सकिन्छ। हवस् त आजको आँखीझ्याल यति नै। अर्को साता फेरि आउनेछौँ। नमस्कार।